खुसी हुनु अर्थात् रिसाउनु एकअर्काका ओपोजिट शब्द हुन्। यी दुईटै शब्द मान्छेको बानीमा निर्भर हुन्छ। मान्छेको बानी पनि हो। कोही रिसालु स्वभावको हुन्छ, कोही खुसी हुने स्वभावको हुन्छ। तर यी दुईटामा के राम्रो होला त? मान्छेको जीवनलाई चमत्कार कसले गर्छ? नमस्कार, म डीआर उपाध्याय, पेसाले एक शिक्षक तथा लाइफ कोच। मान्छेको जीवनमा खुसीले धेरै इनर्जी दिन्छ। यो मान्छेको बानी स्वभाव हो। रिसाउनु पनि स्वभाव हो, तर रिसले आफूलाई पनि घाटा हुन्छ, समाजलाई पनि घाटा हुन्छ। खुसी हुने मान्छे अरू मान्छेलाई आकर्षित गर्छ, धेरै मान्छे नजिक हुन्छन्। रिसाउने मान्छेको मान्छेहरूको सम्बन्ध टाढा हुन्छ, त्योतर्फ जाँदैन, त्योसँग बोल्दैन र आफूलाई पनि घाटा छ नि। बिमारी हुन्छ, काम गर्ने ऊर्जा आउँदैन। त्यसैले रिसाउनु र खुसी हुनुमा खुसी नै उचित छ। त्यसैले खुसी भएर बाँच्नुहोस्, जीवनलाई रमाइलो बनाउनुहोस्, ऊर्जाशील बनाउनुहोस्, पोजिटिभ पावर बनाउनुहोस्। यसले के गर्छ भन्दाखेरि धेरै कुराहरू सिकिन्छ, धेरै कुराहरू गर्न सकिन्छ। मान्छे पनि आकर्षित हुन्छन्, नजिक हुन्छन्। त्यसैले रिसको सम्बन्ध टाढा हुन्छ, खुसीको सम्बन्ध नजिक हुन्छ। धन्यवाद।